ओके। अब एकछिन है। अब आज चाहिँ हामी अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको बारेमा फेरि बुझ्न गइरहेका छौँ है। मतलब बुझ्न गइरहेका छौँ। तपाईँहरूले आफ्नो क्लासमा त पढ्नु भएको थियो होला होइन, तैपनि अब फेरि बुझौँ न के हो त अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ भनेको होइन। अब जस्तै अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ तपाईँहरूले जस्तै प्रोग्रामिङ ल्याङ्ग्वेज हुन्छ नि, जाभा भयो, जाभा स्क्रिप्ट भयो, अनि त्यसपछि C++ भयो, पाइथन भयो, यिनीहरू जस्तो प्रोग्रामिङ ल्याङ्ग्वेजमा चाहिँ के देख्न पाउनुहुन्छ भन्दाखेरि अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको कन्सेप्ट युज गरेको चाहिँ देख्न सकिन्छ कि। अब अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ चाहिँ कसले डेभलप गरेको भन्दाखेरि यो चाहिँ सिमुला 67 भन्ने प्रोग्रामिङ ल्याङ्ग्वेजको डेभलपरहरूले डेभलप गरेको हो कि। मतलब कस्तो भनेर भन्दाखेरि हामीलाई चाहिँ कुनै पनि कोड छ नि, हाम्रो प्रोग्राम गर्नु छ नि, कुनै पनि सफ्टवेयर डेभलप गर्नु छ, त्यसमा चाहिँ हामीले हाम्रो कोडहरूलाई अब्जेक्टमा ट्रान्सफर्म गरेर अब्जेक्टको रूपमा लेख्यो भने चाहिँ यसले चाहिँ अझै इजी हुने भएर चाहिँ यसको डेभलपमेन्ट भएको हो कि। अब अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ भनेपछि के हुन्छ त अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङमा, त्यो त बुझ्नु पऱ्यो नि त। अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ नाममै अब्जेक्ट छ, मतलब कि हामीले चाहिँ एउटा अब्जेक्ट बनाएर मतलब अब्जेक्टवाला कन्सेप्ट युज गरेर प्रोग्राम गर्छौँ भन्ने हो कि यसको अर्थ चाहिँ है। मूल अर्थ चाहिँ अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि क्लास भयो, अब्जेक्ट भयो, मेथड्स भयो, यिनीहरू त्यस्तो बेसिक टर्मिनोलोजीहरू हुन्छ होइन। अब त्यसैसँग यसको फिचर्सहरू पनि हुन्छ कि, मतलब क्यारेक्टरिस्टिक पिलर्सहरू कि यसको चाहिँ आधारभूत मतलब बेसिक लेभल के यसले चाहिँ कसरी काम गर्छ, के को बेसिसमा काम गर्छ, यसको एडभान्टेजहरू कस्तो हुन्छ, मतलब फिचर्स क्यारेक्टरिस्टिक्स वा पिलर्स भनौँ न होइन। यसको आधारभूत त जस्तै कि मलाई अलि आएन ठ्याक्कै सिमिलर वर्ड आएन होइन, तैपनि अब हामी सुरु गरौँ है त। अब सुरु गर्दाखेरि हाम्रो चाहिँ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ होइन। अब अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ भनेपछि पहिला एउटा बक्स बनाऊँ, त्यसमा के हुने भयो, अब्जेक्ट हुने भयो नि त, ओबिजे अब्जेक्ट हुने भयो है। अब हामीले चाहिँ कुनै पनि कुरालाई अब्जेक्ट भन्छौँ, कसरी भन्छौँ भनेर भन्दाखेरि अब्जेक्ट भनेको चाहिँ के हो त, अब्जेक्ट भनेको चाहिँ कुनै पनि रियल लाइफमा हुने इन्टिटिज हो द्याट क्यान इन्टरेक्ट कि, द्याट क्यान इन्टरेक्ट भनेर बुझौँ है। हो त्यसरी नै अब मानौँ हामीलाई, अनि अब्जेक्टको चाहिँ एउटा अर्को कुरा के छ भनेर भन्दाखेरि अब्जेक्टमा चाहिँ तपाईँहरूको अब्जेक्टको प्रोपर्टिज वा बिहेभियर हामीले डिस्क्राइब गर्नुपर्ने हुन्छ कि। मानौँ अब यहाँनिर मैले एआर कार भन्ने एउटा अब्जेक्ट बनाएँ, कार अब्जेक्ट हो नि होइन। हो अब त्यो अब्जेक्ट भएपछि त्यो कारको होइन के हो त प्रपर्टिज वा एट्रिब्युट भनौँ न। एट्रिब्युट भनेको के हो त, त्यसको मतलब त्यसको फिचर्सहरू के हुन्छ, कलर होला, आर कलर होला, ब्रान्ड नेम होला, BAND ब्रान्ड, मेरो अक्षर चाहिँ यस्तै भयो है, माइन्ड नगर्नु होला। ब्रान्ड भयो, अनि त्यसपछि अर्को के हुन्छ, अब कलर भयो, ब्रान्ड भयो, अनि त्यसपछि मोडल होला, मोडललाई मैले MDL लेखेँ है, मोडल होला है। हो अब यो कार भन्ने चिजलाई चाहिँ अब्जेक्टको रूपमा हामीले लेख्यौँ कि, अब्जेक्टको कन्सेप्टमा लेख्यौँ कि, अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको कन्सेप्टमा लेख्यौँ। अब कलर भन्ने भयो, एट्रिब्युट भयो, यसको प्रपर्टिज भयो कि, कार भन्ने अब्जेक्टको प्रपर्टिज चाहिँ के भयो त, एउटा कलर भयो, अर्को ब्रान्ड भयो, अर्को के भयो, मोडल भयो है। हो यति कुरा बुझ्यौँ। अब अब्जेक्टसँगै हाम्रो के आउँछ भन्दाखेरि क्लास भन्ने टर्म आउँछ कि। अब क्लास भनेको चाहिँ के हो त, अब यसरी त तपाईँहरूले एक्जाममा लेखेर आउँदैन नि त होइन, यो त बुझ्ने कुरा हो नि त। अब म चाहिँ तपाईँहरूलाई एकदम डेफिनेसन वाइज एन्सर प्रोभाइड गर्दै जान्छु है। अब पक्नुहोस् है त, अलिक माथि लैजाउँ न, माथिलाई अलिक ठुलो पार्दै। अब सुरुमा मैले क्लासबाट गएँ, अब्जेक्टमा म फेरि आउँछु है। अब क्लास भनेको चाहिँ के हो त, अब क्लास भनेको चाहिँ तपाईँहरूको के हुन्छ भनेर भन्दाखेरि पक्नुहोस् है, पक्नुहोस्, पेन। क्लास भनेको चाहिँ अ क्लास इज अ युजर डिफाइन्ड ब्लुप्रिन्ट, युजर डिफाइन्ड ब्लुप्रिन्ट अर प्रोटोटाइप फ्रम विच अब्जेक्ट आर क्रिएटेड है। हो अब्जेक्ट आर क्रिएटेड भनेपछि अब्जेक्ट भन्दा पनि पहिला त के आउँदो रहेछ, क्लास आउँदो रहेछ नि त। हो अनि क्लासको बेसिसमा चाहिँ
हो त्यसमा चाहिँ होइन अब्जेक्ट क्रिएट हुन्छ कि मतलब अब्जेक्टको ब्लुप्रिन्ट हो कि क्लास भनेको प्रोटोटाइप हो है। अनि अब आयो है कुरा, इट रिप्रेजेन्ट द सेट अफ प्रपर्टिज अर मेथड्स है द्याट आर कमन टु अल अब्जेक्ट्स अफ वान टाइप। मतलब यो अब्जेक्ट भयो नि, यो कार भन्ने अब्जेक्ट पनि हो। यो कार भन्नेसँग अब अर्को कार जस्तो हुन्छ नि होइन, अब अर्को कम्पनीको कार वा माई कार भनेर अर्को अब्जेक्ट बनायौँ हामीले होइन। हो त्यसको चाहिँ प्रपर्टिज र मेथडहरू चाहिँ कमन हुन जान्छ कि। अब एउटै टाइपको अब्जेक्ट छ भने कारसँग अर्को सिमिलर अब्जेक्ट के हुन्छ, कारै त हुन्छ नि होइन। हो त्यो बुझ्नु पऱ्यो है। अनि क्लास इज अ डिफाइन ब्लुप्रिन्ट मतलब अब्जेक्टको ब्लुप्रिन्ट हो कि, मतलब सिन्ट्याक्स भन्छौँ नि हामीले, हो त्यस्तै खालको त्यही लोजिक मिल्न जान्छ है। उस्तै त होइन, तर त्यो लोजिकले सम्झिन चाहिँ सजिलो हुन्छ कि हामीलाई। अब त्यसपछि हेरौँ अब त्यसपछि फेरि हेरौँ अब्जेक्ट है। अब अब्जेक्टको बारेमा जाउँ, अब्जेक्टको बारेमा एकदम डिटेलमा बुझौँ। हामीले के गरेर अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ बुझिरहेको है। अब मैले अहिले भने जस्तै रिप्रेजेन्ट रियल इन्टिटिज है, मतलब रियल इन्टिटिज यहाँ चाहिँ द्याट क्यान इन्टरेक्ट भनेर भनिनँ होइन, मैले लेखेँ होइन, छोडिदिउँ त्यो भने नभने केही फरक पर्दैन। तर अब्जेक्ट इज बेसिक युनिट अफ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ है। यो अब्जेक्ट ओरिएन्टेड ओओपीको कन्सेप्टको अब्जेक्ट भन्ने जुन छ नि, हो अब्जेक्ट भन्ने काम बेसिक युनिट हो कि। मतलब अब्जेक्टले चाहिँ इज एन इन्स्टेन्स अफ क्लास भने है। यो भने चाहिँ के हो भनेर भन्दाखेरि अब्जेक्ट चाहिँ क्लासको एक्जाम्पल पनि हुनसक्छ कि। एक्जाम्पल हो, एक्जाम्पल जस्तै हो अब्जेक्ट भनेको भन्ने कुरा बुझ्न सकिन्छ है हामीले। अब त्यसपछि अब हामी कुरा गरौँ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामको अरू के कुरा हुन्छ त भन्दाखेरि, अब अब्जेक्ट ओरिएन्टेड प्रोग्राममा चाहिँ किन बनाइयो त, खासमा किन बनाइयो त अब्जेक्ट ओरिएन्टेड प्रोग्राम भनेर आउँछ नि त होइन। अब त्यसपछि त्यसको एन्सरमा चाहिँ के हुन्छ र भन्दाखेरि प्रब्लमहरूलाई, हाम्रो कुनै पनि कम्प्लेक्स प्रब्लमहरूलाई होइन सानो सानो अब्जेक्टमा डिभाइड गरेर सल्भ गर्न कि। बुझ्यौ नि, हाम्रो अब हामीले एउटा सफ्टवेयर बनाउँदैछौँ भने त्यसमा कम्प्लेक्स टास्कहरू हुन्छ नि त होइन, कम्प्लेक्स प्रब्लमहरू आउन सक्छ। हो त्यो प्रब्लमको सल्युसन चाहिँ अब एकैचोटि गर्नुभन्दा त्यसलाई अब्जेक्टमा सानो सानो टुक्रामा डिभाइड गरेर उ गऱ्यो भने, सल्भ गऱ्यो भने त त्यसलाई पछि कम्बाइन गरेर उ गर्दाखेरि त हामीलाई सजिलो भयो नि त। हाम्रो डिफ्रेन्ट डिपार्टमेन्टहरू हुनसक्छ नि त। अब कुनै डिपार्टमेन्ट चाहिँ केहीसँग रिलेटेड हुनसक्छ होइन, कुनै टर्मिनोलोजीसँग रिलेटेड हुनसक्छ, हाम्रो कोडिङको भनौँ न डेभलपमेन्ट फेजमा होइन। हो अब अब्जेक्टमा डिभाइड गऱ्यौँ भने, प्रब्लमलाई अब्जेक्टमा डिभाइड गऱ्यौँ भने त्योसँगको एक्सपर्टलाई त हामीले गर्न सक्छौँ। त्यो प्रब्लमसँगको एक्सपर्टले चाहिँ त्यो अब्जेक्ट लिएर, अब्जेक्ट मतलब ओओपीको कन्सेप्ट लिएर त्यसलाई सल्भ गर्न सक्छ नि त है। त्यति बुझौँ है। अनि त्यसपछि अब फन्डामेन्टल चाहिँ के हो त, ओओपीको फन्डामेन्टल चाहिँ के हो त भनेर भन्दाखेरि यो चाहिँ कम्बिनेसन अफ के भन्न सकिन्छ भन्दाखेरि एट्रिब्युट एन्ड मेथड्स है। अब एट्रिब्युट भनेको के हो त, एट्रिब्युट भनेको चाहिँ डाटा हो कि, डाटा अर भेरिएबल, मतलब हामीसँग कलेक्ट गर्ने डाटा अर भेरिएबल। अनि मेथड भनेको चाहिँ के हो त, मेथड भनेको फङ्सन हो है, फङ्सनसँग रिलेटेड छ यो। अब त्यसपछि हामी के बुझ्छौँ भनेर भन्दाखेरि अब यसको पिलर्सहरू बुझ्छौँ है, यसले कसरी काम गर्छ त, के आधारमा काम गर्छ त, यसको पिलर्सहरू बुझ्छौँ। यो म पछि भन्छु यो फिगरको बारेमा। सबभन्दा सुरुमा आउँछ, ठुलो भन्छु म, सरी, सुरुमा आउँछ एबिएसटिआरएसिटिआइओएन एब्स्ट्र्याक्सन है, टिआरएसिटिआइओएन एब्स्ट्र्याक्सन है। अब यो अलि सानो हो, ठुलो पार्छु डन्ट के हो। अब एब्स्ट्र्याक्सन भन्ने चाहिँ उसको एउटा फिचर्स भयो कि। हो यसको एउटा फिचर्स भयो। अब एब्स्ट्र्याक्सनमा चाहिँ के हुन्छ त भनेर भन्दाखेरि एब्स्ट्र्याक्सनले चाहिँ के भन्छ त भन्दाखेरि होइन, एब्स्ट्र्याक्सनले तपाईँहरूको चाहिँ अब वेट अब एब्स्ट्र्याक्सनले के भन्छ त भन्दाखेरिमा त्यो नि त बुझ्नु पर्यो। अब भनौँ एब्स्ट्र्याक्सन भनेको चाहिँ हाम्रो के हो भन्दाखेरि जुन युजरलाई छ नि, हो युजरलाई चाहिँ चाहिने कुरा मात्रै देखाइदिने कि, मतलब कम्प्लेक्स कुराहरू चाहिँ हाइड गरिदिने कि। एब्स्ट्र्याक्सनले चाहिँ के गर्छ भन्दाखेरि कम्प्लेक्स कुरा हाइड गर्छ, अरू केही बुझ्नै पर्दैन। मतलब तपाईँहरूलाई एक्जाममा एब्स्ट्र्याक्सनको बारेमा लेख्न आयो भने के लेख्ने त भनेर भन्दाखेरि
भन्दाखेरि एब्स्ट्र्याक्सनले चाहिँ कम्प्लेक्स कुराहरूलाई हाइड गरिदिन्छ। मतलब अब यसको एक्जाम्पलबाट बुझौँ होइन, एक्जाम्पलबाट बुझौँ। मानौँ तपाईँ यो भयो एउटा लगइन फर्म है, मतलब फेसबुकको यो लगइन फर्म भयो है, यो पासवर्ड हाल्नेवाला हो PW यो, अनि त्यसपछि मेल हाल्नेवाला भयो है। अब यो हो लगइन साइनअपवाला है, यसलाई अझै भाइब मिलाऊँ न, कलर गरिदिउँ है, साइनअपवाला फर इन्स्टेन्स है, यो त्यस्तो भयो होइन। अब यहाँनिर तपाईँहरूले फेसबुक लगइन गर्नुहुन्छ नि, फेसबुक लगइन गर्दा, जिमेल लगइन गर्दा वा जे लगइन गर्दा नि सबभन्दा पहिला के गर्नुहुन्छ त भनेर भन्दाखेरि मेल MAIL मेल हाल्नुहुन्छ नि, हो मेल हाल्नुहुन्छ है, मेल हाल्नुहुन्छ। अनि त्यसपछि के हाल्नुहुन्छ त, पासपोर्ट हाल्नुहुन्छ नि, पासपोर्ट हाल्नुहुन्छ है, PW पासपोर्ट होइन पासवर्ड है। अनि त्यसपछि पो तपाईँहरूले लगइनमा थिच्ने हो त, हो कि होइन? हो। अब तपाईँहरूलाई एब्स्ट्र्याक्सनले चाहिँ के भन्छ त भनेर भन्दाखेरि एब्स्ट्र्याक्सनले तपाईँहरूसँग मेल लिन्छ, एब्स्ट्र्याक्सनको केसमा मेल लिन्छ, पासपोर्ट लिन्छ, लगइन गरेपछि के अरे तपाईँहरूको फेसबुक खोलिन्छ नि त होइन। हो, एब्स्ट्र्याक्सनमा चाहिँ के हुन्छ भनेर भन्दाखेरि अब मैले भने एकदम ध्यान दिएर सुन्ने, एब्स्ट्र्याक्सनमा चाहिँ के हुन्छ ल एब्स्ट्र्याक्सनमा तपाईँहरूसँग चाहिँ अननेसेसरी कुरा हाइड गरिदिन्छ कि, मतलब तपाईँलाई कम्प्लेक्स बनाउँदैन। यसले चाहिँ के बुझाउँछ भन्दाखेरि सिम्पली गयो फेसबुकको मेल हान्यो, पासपोर्ट हान्यो, लगइन गऱ्यो, लगइन भयो है। तर एब्स्ट्र्याक्सनमा बिहाइन्ड के, अब तपाईँको यो युजर इन्टरफेस पनि, यो जुन हामीले देखिरहेको यो युजर इन्टरफेस भयो है, यो युजर इन्टरफेस भयो होइन। हो, यो युजर इन्टरफेस चाहिँ हाइड गरिदिन्छ कि, मतलब युजर इन्टरफेस देखाइदिन्छ तपाईँलाई, तर यसको पछाडि चलिरहेको छ नि, कोड चलिरहेको हुन्छ नि, जुन कोड चलिरहेको हुन्छ नि, हो त्यो कोड चाहिँ लुकाइदिन्छ। मतलब तपाईँहरूले त्यो कोड एक्सेस गर्न सक्नुहुन्न है। अब कन्सेप्चुअल बााउन्ड्रिजहरू सेट गर्छ कि, मतलब तपाईँले अब नन टेक्निकल ब्याकग्राउन्डबाट हुनुहुन्छ, तपाईँले लगइन फर्म भरौँ त्यस बेला होइन, तपाईँले लगइन गर्दाखेरि अब जस्तै यो मेल हान्यो, मेल गयो, तपाईँको कोडबाट सर्भरमा गयो, सर्भरसँग गएर भेरिफाई गर्यो मेल मिलायो कि छैन, पासवर्ड मिलायो कि छैन, अनि त्यसपछि लगइन गर्दाखेरि भेरिफिकेसन अथेन्टिकेसन मिल्यो कि मिलेन, त्यो देखाइदियो भने त कम्प्लेक्स हुन्छ नि त, कि ल यसले त के भने जस्तो हुन्छ नि त। हो, त्यो नहोस् भनेर चाहिँ तपाईँसँग यो हाइड गरिदिन्छ कि, त्यो अननेसेसरी कुराहरू हाइड गरिदिन्छ। त्यसलाई नै एब्स्ट्र्याक्सन भनेको हो कि है, अरू केही पनि छैन। एब्स्ट्र्याक्सनले चाहिँ अझै सिम्पली के भन्ने हो भने होइन, एब्स्ट्र्याक्सनले चाहिँ के कुराको नलेज दिन्छ भनेर भन्दाखेरि यसले के गर्यो भन्ने चाहिँ थाहा हुन्छ कि तपाईँहरूलाई। अब लगइन गर्यो भन्ने थाहा भयो नि, तर कसरी गर्यो भन्ने हुन्छ नि, हो त्यो कसरी गर्यो भन्ने चाहिँ तपाईँहरूलाई थाहा हुन्न, त्यो चाहिँ तपाईँलाई हाइड गरिदिन्छ कि, किनकि त्यो कम्प्लेक्स कुरा हो है। अब त्यसपछि एब्स्ट्र्याक्सन पछि के आउँछ त भन्दाखेरि इन्क्याप्सुलेसन के, इन्क्याप्सुलेसन। अब इन्क्याप्सुलेसन ENCAP सरी ENCUPA SULATION इन्क्याप्सुलेसन है। इन्क्याप्सुलेसन भनेको के हो त भन्दाखेरि कहाँ गयो, इन्क्याप्सुलेसन भनेको केही पनि होइन, यसलाई पनि म यता ल्याउँछु है, आई एम भेरी न्यू एट युजिङ दिस है। कहाँ गयो, हो इन्क्याप्सुलेसन चाहिँ यसको सेकेन्ड पिलर हो कि। इन्क्याप्सुलेसनले चाहिँ के गर्छ त भनेर भन्दाखेरि इन्क्याप्सुलेसनले चाहिँ सिम्पली तपाईँहरूको जुन डाटा र मेथड छ नि, हो एट्रिब्युट र मेथड छ नि, त्यसलाई चाहिँ बाइन्ड गरिदिन्छ कि, त्यसलाई चाहिँ बाइन्ड गरेर एउटा युनिट बनाउँछ, एउटा सिङ्गल युनिट बनाउँछ। त्यो सिङ्गल युनिटको नाम के हो हामीलाई थाहा भइसक्यो, त्यो सिङ्गल युनिटको नाम हो क्लास, क्लास। क्लास भन्ने एउटा सिङ्गल युनिट बनाइदिन्छ इन्क्याप्सुलेसनले। ओके, वाट इज इन्क्याप्सुलेसन भनेर सोध्ला होइन एक्जाममा। इन्क्याप्सुलेसन इज द प्रोग्रामिङ object oriented programming concept that binds methods and variable or attribute and form a single unit called class है। क्लास भन्ने सिङ्गल युनिट बनाइदिन्छ, त्यति थाहा भयो। अब बनाउनु त बनाइन्छ, त्यसपछि यसले के गर्छ त भनेर भन्दाखेरि यसको एउटा अर्को कुरा है। अब यसले एउटा मात्रै इन्क्याप्सुलेसनले एउटा मात्रै क्लास बनाउँछ नि त, बनाउँदैन नि त, टन्नै क्लासहरू बनाउँछ होइन, टन्नै
टन्नै मेथडहरू र टन्नै एट्रिब्युटहरू हुन्छ। त्यो सँगैसँगै एउटा मेथड लियो, एउटा एट्रिब्युट लियो, क्लास बनाइदियो। बुझ्नु, मानौँ फर इन्स्टेन्स होइन, एउटा एट्रिब्युट लियो, एउटा मेथड लियो, मतलब फङ्सन लियो, अनि एउटा क्लास बनाइदियो है। अब तपाईँको के हुन्छ त भन्दाखेरि यो जुन एट्रिब्युट छ नि, एट्रिब्युट भने कि भेरिएबल्स वा डाटा होइन हो। त्यो डाटा चाहिँ अरूले एक्सेस गर्न सक्दैन कि, पब्लिकले चाहिँ एक्सेस गर्न सक्दैन। पब्लिक अर्को क्लासकोले चाहिँ, मतलब यो एउटा क्लास 1 छ है, यो क्लास 1 छ। अब त्यसपछि CLASS क्लास 2 भन्ने अर्को के छ, मतलब अर्को एउटा क्लास छ कि इन्क्याप्सुलेसन चाहिँ दुईवटा काम गर्यो। एउटा क्लास 1 बनायो, एउटा क्लास 2 बनायो है। एकछिन, क्लास 2 बनायो है। अब क्लास 1 को डाटा छ नि, क्लास 1 मा भएको डाटा छ नि, त्यो चाहिँ क्लास 2 मा भएको मेथड छ नि, फङ्सन हो, त्यसले चाहिँ एक्सेस गर्न सक्दैन। किनकि त्यसको लागि त यो क्लास 1 को लागि त यो क्लास 2 को फङ्सन छ नि हो। त्यो के भयो त, यो त चिन्जानको मान्छे भने पाहुना जस्तै हो। पाहुना नि होइन, घर आउँछ नि, कोही कोही आउँछ नि, आफूले चिने होइन, ओहो तिमीलाई त सानो बेला देखाएको थिएँ नि भनिदिन्छ नि हो। त्यस्तै खालको भयो कि, मतलब त्यसले एक्सेस गर्न सक्दैन कि, त्यति बुझौँ है, एक्सेस गर्न सक्दैन हो। अब इन्क्याप्सुलेसनले चाहिँ के भन्छ त भनेर भन्दाखेरि, तपाईँको यो क्लास 1 मा भएको डाटा छ नि, त्यो डाटा चाहिँ यो क्लास 1 कै मेथड मतलब फङ्सनले मात्रै एक्सेस गर्न सक्छ है भन्नु हो कि। अझै सजिलो बनाइदिन्छु है। अब तपाईँको ब्याङ्क ब्यालेन्स, ब्याङ्क अकाउन्ट छ भने ब्याङ्कमा जानुभयो, तपाईँ र तपाईँको साथी जानुभयो कि ब्याङ्कमा जानुभयो, अनि तपाईँ एउटा काउन्टरमा बस्नु भएको थियो, यतापट्टिको काउन्टरमा कुरा गर्दै हुनुहुन्छ त्यहाँको रिसेप्सनिस्टसँग भने, अर्को काउन्टरमा चाहिँ तपाईँको साथीले चाहिँ तपाईँको अकाउन्ट नम्बर दियो, अनि त्यसपछि सोध्यो कि, तपाईँको अकाउन्ट नम्बर दिएर सोध्यो यसको खातामा कति पैसा छ भनेर सोध्यो कि, ब्यालेन्स कति छ भनेर भन्यो। अब त्यो जुन जसले त्यसलाई सोध्छ नि हो, त्यहाँ काम गर्ने हुन्छ नि ब्याङ्कमा काम गर्ने, त्यसले चाहिँ के भन्छ भनेर भन्दाखेरि, तपाईँलाई चाहिँ अथोराइज छैन कि, युआर अनअथोराइज पर्सन, मतलब तपाईँलाई चाहिँ यो चाहिँ प्राइभेट हो। क्लास 1 को कुरा त होइन, क्लास 1 को डाटा त क्लास 2 लाई जानु भनेको पब्लिक हुनु हो नि त। त्यो पब्लिक नहोस् कि, इन्क्याप्सुलेसनको काम चाहिँ सेक्युरिटी हो कि, सेक्युरिटी बनाउँछ कि तपाईँको क्लासमा भएको, एउटा क्लासमा भएको डाटा अर्को क्लासको मेथडले एक्सेस गर्न नसकोस् भन्ने हो कि, अरू केही पनि होइन है हो। अनि म कहाँ थिएँ, ब्याङ्कमा थिएँ, अनि तपाईँको भन्न मिल्दैन भनेर भनिदिन्छ होइन। अनि त्यसपछि तपाईँ जानुभयो, जानु भएर तपाईँले अकाउन्ट नम्बर भन्नुभयो, त्यसपछि त्यसले भेरिफाई गर्यो यो अकाउन्ट तपाईँकै हो त हो। भेरिफाई गरेपछि, भेरिफाई भएर आएपछि त्यो अकाउन्ट तपाईँकै हो भन्ने भेरिफाई भएपछि, अब यसले चाहिँ के गर्यो भने भन्दाखेरि, त्यो उसले चाहिँ भनिदियो तपाईँको अकाउन्टमा यति पैसा छैन भनेर भनिदियो कि है। त्यति बुझ्ने है, अरू केही पनि नबुझ्ने। अब यो इन्क्याप्सुलेसन र एब्स्ट्र्याक्सनमा केही समानता जस्तो आयो, मतलब केही सिमिल्यारिटी जस्तो आयो छैन है, सिमिल्यारिटी छैन। मतलब तपाईँको एब्स्ट्र्याक्सनले चाहिँ अब के गर्यो भनेर भन्दाखेरि, यसलाई जोड्नु खोज्दाखेरि, मेरो कन्सेप्टमा बुझ्न खोज्दाखेरि चाहिँ एब्स्ट्र्याक्सनले चाहिँ के गर्यो भन्दाखेरि, लगइन भयो नि होइन, लगइन भएर हो, लगइन हुँदाखेरि त्यो भेरिफिकेसनको काम छ नि, इन्क्याप्सुलेसनले गरिदियो कि, मानौँ इन्क्याप्सुलेसन गर्थ्यो, त्यस्तै छ नि कन्सेप्ट हो कि होइन भन्नु न, इन्क्याप्सुलेसनले गर्थ्यो। यसमा चाहिँ इन्क्याप्सुलेसनले चाहिँ र एब्स्ट्र्याक्सनमा चाहिँ के चाहिँ फरक छ भनेर भन्दाखेरि, इन्क्याप्सुलेसनले चाहिँ मेथड र डाटालाई बाइन्ड गर्छ, मतलब एट्रिब्युटलाई बाइन्ड गरेर एउटा क्लास बनाउँछ, सिङ्गल युनिट जसको नाम चाहिँ क्लास हो, क्लास बनाउँछ भने एब्स्ट्र्याक्सनले चाहिँ के गर्छ भनेर भन्दाखेरि, तपाईँले केही काम छ भने, केही कुनै पनि एउटा मतलब यो मानौँ न लगइन गर्ने एउटा काम भयो नि हो, त्यो काम गरिदिन्छ। कसरी भएको चाहिँ देखाउँदैन कि, कसरी भएको चाहिँ भन्ने भन्दाखेरि, कसरी भयो भन्ने इन्क्याप्सुलेसनले कसरी भयो भनेर भन्दैन कि, इन्क्याप्सुलेसन चाहिँ तपाईँको सेक्युरिटीको कुराहरू गर्छ कि, बुझ्नुभयो नि हो। कतिको सेक्युर छ, मतलब प्राइभेट प्राइभेट डाटा र पब्लिक डाटाको बारेमा भन्यो कि, बुझ्यो नि। अब पब्लिक डाटा भए भए यो क्लास 1 को डाटा पब्लिक भए क्लास 2 को मेथडले, मतलब कि फङ्सनले एक्सेस गर्न सक्थ्यो नि हो। यो चाहिँ सेक्युरिटीको कुरा आयो कि इन्क्याप्सुलेसनले। अब त्यसपछि अब एक्जाममा चाहिँ के गरिदिँदैन भन्दाखेरि, इन्क्याप्सुलेसन भन्ने पहिला डेफिनेसन लेख्ने, मैले भने जस्तो है, डेफिनेसन लेख्ने, अनि त्यसपछि यो एक्जाम्पल दिने कि, क्लास 1 को फङ्सन क्लास हो, यो गाडी कराएर है, क्लास 1 को फङ्सनले चाहिँ क्लास
टूको एट्रिब्युटलाई एसेस गर्न सक्दैन भनेर भन्ने। अनि त्यो ब्याङ्कवाला कन्सेप्ट छ नि, हो ब्याङ्कवाला कन्सेप्ट लाउन मिल्छ कि किन लाउन मिल्छ भन्दाखेरि यो हाम्रो कन्सेप्ट के हो त, ओओपीको हो कि अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको हो कि। त्यसमा चाहिँ हामीले के भने हामी त अब्जेक्ट भनेको के भने हामी त यहाँ रिप्रेजेन्ट रियल लाइफ इन्टिटिज, बुझ्यो नि। हो कुनै पनि प्रोग्रामिङ कन्सेप्टलाई हामीले चाहिँ रियल लाइफ इन्टिटिजको टर्ममा त्यसलाई कन्भर्ट गरेर त्यसलाई सल्भ गर्छौँ भने चाहिँ त्यसलाई अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ भन्छन् कि हो। यसमा अरू केही पनि छैन। अब त्यसपछि यो पिल्ला 1 भयो होइन, यो 2 भयो। अब त्यसपछि अर्को के छ त भन्दाखेरि इनहेरिटेन्स भन्ने छ कि। इनहेरिटेन्स भन्ने फिचर छ। अब म चाहिँ INHER यो आर हो है, NHERITANC इनहेरिटेन्स। इनहेरिटेन्स भन्ने एउटा अर्को के छ, पिलर वा फिचर्स वा क्यारेक्टरिस्टिक छ भनौँ होइन, यो अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेजको है। अब यो इनहेरिटेन्समा चाहिँ के हो त, इनहेरिटेन्स भनेको चाहिँ के हो त, इनहेरिटेन्स भनेको जस्तै तपाईँहरूले अरू जुनसुकै प्रोग्रामिङ ल्याङ्ग्वेजमा यो अब्जेक्ट ओरिएन्टेड कन्सेप्ट यसलाई बिर्सिनु। अनि त्यो फङ्सन भन्ने चिज छ नि होइन, हो फङ्सन भन्ने कुरा सम्झिनु है। फङ्सन भन्ने कुरा एउटै पनि फङ्सन चाहिँ के हो त भन्दा ब्लक अफ कोड्स हो है, त्यसलाई चाहिँ रियुजेबल गर्न मिल्छ नि, हो। त्यसरी नै इनहेरिटेन्स भनेको चाहिँ एउटा क्लासको प्रपर्टी अर्को क्लासमा सार्नु हो कि इनहेरिट गर्नु हो कि, इनहेरिट गर्नु हो है। अब मतलब अझै सिम्पली बुझौँ है, यो यस क्लास 1 भयो है। अब यो CLS लेखेँ मैले, CLS क्लास 2 भयो है। यो क्लास 1 को प्रपर्टी छ नि, जुन प्रपर्टी जस्तै मैले यहाँ माथि के भनेको थिएँ, कारको इन्स्टेन्स दिएर प्रपर्टी भनेर के भनेको थिएँ भन्दा यो कलर ब्रान्ड मोडल भयो नि होइन, हो त्यसरी नै यो क्लास 1 मा नि त्यही छ होइन, हो। त्यो चाहिँ अब यसबाट यसको रेफरेन्स लिएर वा यसबाट इनहेरिट गरेर बनायो भने यो क्लास 2 को पनि प्रपर्टिज के हुन्छ त, ब्रान्ड भयो, कलर भयो, अनि त्यसपछि मोडल भयो है। मतलब यसको प्रपर्टिज यसले इनहेरिट गर्नु कि यसले लिनु कि यसको प्रपर्टी योबाट डिराइभ। अझै सिम्पली भन्नु भने यो क्लास 1 बाट डिराइभ भएर क्लास 2 बन्नु हो कि। जस्तै अब मतलब डेरिभेटिभ थाहा नि होइन, अब डेरिभेटिभ थाहा छ नि, हो डेरिभेटिभ dx बाई डी यो डी हो है, dy इज इक्वल टु के हुन्छ भन्दाखेरि मतलब यो डेरिभेट हुन्छ नि होइन, डेरिभेट भएर यो यहाँ x छ भने यो डेरिभेट भएपछि x यो dy बाई dx बाई dy के आउँछ त, ए सरी मैले उल्टो गरिरहेको छु। मतलब यहाँ dx बाई dy छ, यसलाई हामीले अर्को तरिकाले लेख्न मिल्छ। कसरी लेख्न मिल्छ भन्दा dx बाई dy छ भनेपछि यहाँनिर हामीले y लेख्यौँ, मानौँ यो डिफरेन्सियल इक्वेसनको टर्ममा छ, मतलब डिफरेन्सियल इक्वेसन नै डेरिभेटिभको टर्ममा छ dx बाई dy भनेपछि यो के को रेस्पेक्टमा डिफ्रेन्सिएट भइरह, y को रेस्पेक्टमा डिफ्रेन्सिएट भइरह नि त। अब यो डिफ्रेन्सिएट भएपछि 1 आउँछ नि त, यो y बाट डिराइभ भएर 1 आयो नि त, हो त्यसरी नै। अब यो कुरालाई बिर्सिदिउँ है, यो कुरालाई चारी चट्ट पारी भुरु खोली के भनेर बिर्सिदिने। अनि यो कुरा नि सरी यो कुरा नि यो कुरा नि बिर्सिदिने, हो। त्यसरी नै क्लास 1 बाट क्लास 1 को प्रपर्टिजहरू डिराइभ भएर आयो क्लास 2 बन्यो भने त्यसलाई चाहिँ भनिन्छ इनहेरिटेन्स। अब अझै सिम्पल तरिकामा के भनेर बुझ्ने त इनहेरिटेन्स भनेको के हो भन्दाखेरि जेनेटिक्स है, जेनेटिक्स थाहा नि, तपाईँको बाबाको जेनेटिक्स तपाईँमा सिफ्ट भयो, तपाईँको बाबामा कसको जेनेटिक्स भयो, हजुरबाको जेनेटिक्स सिफ्ट भयो नि त, जिन सिफ्ट भयो नि त, हो। त्यही प्रपर्टी सिमिलर भयो कि भएन। अब जस्तो तपाईँको बाबाको नाक र तपाईँको नाक सिमिलर टाइपको छ, छिमेकीहरू हुन्छ नि, छिमेकीमा आफन्तहरू हुन्छ नि, कस्तो बाउको जस्तो अनुहार आएको भन्छ नि, हो त्यही हो इनहेरिटेन्स भनेको। यसको नाममै अर्थ हो कि। अब इनहेरिटेन्स भनेको त के हो बुझ्यो। अब इनहेरिटेन्सलाई अब के गर्ने त भन्दाखेरि डिफाइन त गर्नु पर्ने, हो इनहेरिटेन्स इज द प्रोसेस अफ डिराइभिङ
डिराइभिङ एनदर क्लास फ्रम एक्जिस्टिङ क्लास के मतलब यो क्लास 1 त एउटा एक्जिस्टिङ क्लास हो नि त यो क्लास 1 बाट क्लास 2 डिराइभ गरेर क्लास 2 बनायो नि त के छ त यसको अनि त्यसमा के लेख्ने एक्जिस्टिङ क्लास हेभिङ सिमिलर प्रपर्टिज है बुझ्यो नि यो क्लास 2 को सिमिलर प्रपर्टिज छ भन्ने बुझ्यो अब इनहेरिटेन्स त बुझ्यो अब एक्जाममा त इनहेरिटेन्स भनेर सोध्दैला हैन व्हाट इज इनहेरिटेन्स अनि व्हाट आर इट्स टाइप भनेर सोध्दैला नि त हो टाइप्सको बारेमा थाहा पाउनु पऱ्यो कि पऱ्यो नि त अब इनहेरिटेन्सको टाइप्स के हो त है इनहेरिटेन्सको टाइप के हो त नि भने सुरुमा यहाँबाट जाउँ है इनहेरिटेन्सको टाइप के हो त इनहेरिटेन्सको अब यसलाई ठुलो पनि त पार्नु पऱ्यो सरी ठुलो इनहेरिटेन्स यो चाहिँ मतलब मैले यसलाई तल ल्याएँ इनहेरिटेन्स कति टाइपको हुन्छ 5 वटा टाइपको हुन्छ है के हुन्छ भन्दाखेरि सिंगल इनहेरिटेन्स मल्टिपल इनहेरिटेन्स अनि त्यसपछि हेराइकल इनहेरिटेन्स अनि त्यसपछि के हो त हेराइकल इनहेरिटेन्स पछि हाइब्रिड इनहेरिटेन्स अनि मल्टिलेभल इनहेरिटेन्स है अब यो के हो त यो यहाँ हेर्नु एकदम सिम्पल छ मतलब यहाँ मैले भनौँ है एउटा कुरा भन्न छुटाएको थिएँ एउटा कुरो के भन्न छुटाएको थिएँ भन्दाखेरि यो जुन क्लास 1 छ नि यो एक्जिस्टिङ क्लास छ नि यसलाई चाहिँ बेस बेस क्लास सिएलएस क्लास लेखेँ मैले क्लास और प्यारेन्ट्स है PARENT लेखिदिएँ मैले प्यारेन्ट्सलाई मेरो कुरा सुनिरहँ नि होइन प्यारेन्ट्सलाई PARENT प्यारेन्ट्स लेख्ने RENT लेख्ने अलिक छिटो भ्याउँ न अब प्यारेन्ट्स लेखेँ अब यसलाई प्यारेन्ट्स भन्यो भने यो प्यारेन्ट्स भने जिनको कन्सेप्ट क्लास 1 लाई प्यारेन्ट भन्ने क्लास 2 बाट क्लास 1 बाट डिराइभ भएर आएको के हो क्लास 2 यसलाई के भन्ने चाइल्ड होइन CHIH वेट CHILD चाइल्ड यसलाई के भन्ने चाइल्ड CLS क्लास चाइल्ड क्लास भयो है हो यहाँ बेस क्लास माथि कोलन बेस क्लास भनेपछि यसलाई के भन्ने आइम भेरी भेरी सरी यसलाई भन्ने डिराइभ क्लास DERIVE डिराइभ्ड यो डी हो है डिराइभ CLS डिराइभ क्लास है अब यो के हो त यो हो सबभन्दा पहिलो टाइप 1 है मैले यहाँ लेखेँ टाइप 1 लाई के भन्ने रे सिंगल इनहेरिटेन्स SIN म जस्तै सिंगल मात्रै भन्यो इनहेरिटेन्स भन्ने थाहा इनहेरिटेन्स है अब यसमा चाहिँ यहाँ हेरौँ है यो जुन छ नि क्लास ए यो ए छ नि हो यो चाहिँ क्लास ए भनेको चाहिँ एउटा एक्जिस्टिङ क्लास भयो कि अनि त्यसबाट डिराइभ भएर के भयो बी भन्ने क्लास भयो त्यसलाई चाहिँ के भन्छ भने सब क्लास भन्छ अब एक्जिस्टिङ क्लासलाई चाहिँ सुपर क्लास भनेर भन्ने सिंगल इनहेरिटेन्समा अनि त्यसपछि डिराइभ क्लासलाई चाहिँ के भन्ने सब क्लास भन्ने मैले यसको डेफिनेसनहरू केही पनि लेखिनँ किन भनेर भन्दाखेरि यो डायग्राम हेरेर बुझ्ने कुरा हो है ल डेफिनेसनमा सरर भनिन्छ सिंगल इनहेरिटेन्स इज अ टाइप अफ इनहेरिटेन्स इन व्हिच अ सब क्लास इज डिराइभ फ्रम अ सुपर क्लास है भनेर यो डायग्राम बनाइदिनु सक्यो आयो 1 मार्क्समा सोध्यो भने 1 मार्क्समा सोध्दैन पहिलो कुरो त्यो हामीलाई एक्सप्लेन द टाइप्स अफ इनहेरिटेन्स भन्यो भने डायग्राम चाहिँ छुटाउनु भएन कि डायग्रामले चाहिँ मार्क्स तान्ने हो डायग्राम बनाइदियो अनि त्यसपछि वेयर सब क्लास इज डिराइभ फ्रम सुपर क्लास भन्यो भने ह्याभिङ सिमिलर प्रपर्टिज अफ सुपर क्लास है भनेर भनिदियो भने सक्यो अब त्यसपछि आयो सिंगल इनहेरिटेन्स पछि के आयो भन्दाखेरि यो माथि छ सिंगल इनहेरिटेन्स पछि आयो यो आयो के आयो यो यसलाई तल लान पर्यो नि त झन्झट भयो अब
ल्याउँछु एकैचोटि गरौँ न काम। ए कहाँ गयो? अहिले आउँछ, पक्नुहोस्। कन्ट्रोल प्लस अब ओहो, यो के हो भन्दाखेरि मल्टिपल इनहेरिटेन्स है। यो भो DYP टाइप 2 यो के हो? मल्टिपल है। एकछिन 2 प्लस यसको अपोजिट मल्टिपल इनहेरिटेन्स है। मल्टिपल इनहेरिटेन्स भनेपछि के भयो त? मल्टिपल इनहेरिटेन्स भनेपछि यहाँनिर सिङ्गलमा के थियो? प्यारेन्ट क्लास होइन, प्यारेन्ट क्लास एउटा थियो नि भनेपछि यो चाहिँ प्यारेन्ट क्लास दुईवटा हुने भयो कि। मतलब यसलाई चाहिँ एकदम सिम्पल रूपमा बुझौँ न, हाम्रो ह्युमन मतलब बायोलोजीसँग गएर बुझौँ न। के बुझौँ भन्दाखेरि अब तपाईँको बाबा मम्मीकै जिन्स त तपाईँमा सर्ने हो नि हो, त्यसरी नै यसमा चाहिँ यो ए भन्ने एउटा छ होइन, यो ए भन्ने एउटा क्लास छ, यो बी भन्ने एउटा क्लास छ हो, त्यसको चाहिँ जिन्स सी भन्ने क्लासमा सर्नु। मतलब त्यसको चाहिँ दुईवटाको प्रपर्टिज इनहेरिट भएर, दुईवटाको प्रपर्टिज डिराइभ भएर सी भन्ने क्लास बन्यो भन्ने बुझ्ने है मल्टिपल इनहेरिटेन्समा। अब मल्टिपल इनहेरिटेन्स पछि के छ? हेराइकल इनहेरिटेन्स है। अब हेराइकल इनहेरिटेन्स यहाँ माथि छ, कन्ट्रोल प्लस यो भयो टाइप 3 है। टाइप कति हो? टाइप 3 हो है। ठुलो बनाउँछु म, डाउन यो DYP3 के हो? हेराइकल। HERARCHICAL हेराइकल हो है यो। मेरो स्पेलिङ अब यस्तै भए पनि हेराइकल इनहेरिटेन्स हो। हेराइकल इनहेरिटेन्समा चाहिँ के हुन्छ त? हेराइकल इनहेरिटेन्समा चाहिँ के हुन्छ भनेर भन्दाखेरि एउटा क्लासबाट डिराइभ भएर तीनटा क्लास बन्छ कि। मतलब मल्टिपल क्लासहरू बन्छ कि, मल्टिपल क्लासहरू बन्छ हेराइकल इनहेरिटेन्समा। वेटै मलाई यस्तै लाग्यो। यहाँ PDF पनि छ, यो PDF चाहिए चाहिँ मलाई मेसेज गर्नु होला, म तपाईँहरूलाई पठाइदिन्छु। हेराइकल माई ब्याड, यो त हाइब्रिड हो। हेराइकल यही हो है। हेराइकल इनहेरिटेन्समा के हुन्छ? हेराइकल इनहेरिटेन्समा एउटा क्लासबाट मल्टिपलवटा क्लासहरू डिराइभ हुन्छ है। हेराइकल इनहेरिटेन्स इज अ टाइप अफ इनहेरिटेन्स इन वेयर फ्रम मल्टिपल क्लासेस आर डिराइभ फ्रम अ सिङ्गल क्लास है। फ्रम अ सिङ्गल क्लास प्यारेन्ट क्लास। यसको मतलब अझै सिम्पली बुझ्नु भने सम्झिने तरिका के त हो? ए भन्ने क्लासको तीनवटा छोराछोरीहरू थिए, सन्तान थिए, BCD भनेर सम्झिने, ऊ गरिदिने, मतलब डायग्राम बनाइदिने, अनि त्यसपछि सर्ट डेफिनेसन लेखिदिने है। हेराइकल। अब त्यसपछि टाइप 4मा जानु पऱ्यो। टाइप 4 के हो? मल्टिलेभल। ओके, मैले यहीँ लेखेँ है। अब यो मल्टिलेभलको चाहिँ मल्टिलेभल यो चाहिँ के हो अरे? मल्टिलेभल MULTILEVEL मल्टिलेभल है। अब मल्टिलेभलमा चाहिँ के हुन्छ त भन्दाखेरि यो टाइप 4 है। मल्टिलेभलमा चाहिँ के हुन्छ त भन्दाखेरि यो चाहिँ एकदम ध्यान दिएर सुन्ने। मल्टिलेभलमा चाहिँ अब कस्तो रिलेसन लाग्नु नि भन्दाखेरि हजुरबा, बा, अनि त्यसपछि आफू है। मतलब यो सी भन्ने क्लास छ नि हो, यो सी भन्ने क्लासलाई चाहिँ आफू सपोज गर्ने कि, सेल्फलाई सपोज गर्ने, अनि बी भन्ने चाहिँ बा वा आमालाई, अनि यो भन्ने चाहिँ हजुरबा वा हजुरआमालाई के हो। अब म डेफिनेसन भन्छु। मल्टिलेभल इनहेरिटेन्स इज अ टाइप अफ इनहेरिटेन्स वेयर है क्लासेस आर डिराइभ फ्रम द डिराइभ क्लास के। मतलब
यो ए भन्ने एउटा क्लासबाट डिराइभ भएर बी भन्ने क्लास बन्यो र बी भन्ने क्लासबाट नि डिराइभ भएर सी भन्ने क्लास बन्यो कि है। हो सी भन्ने क्लास बन्यो भनेपछि यिनीहरूको प्रपर्टिज के हुन्छ त? सीको प्रपर्टिज के हो? बीको प्रपर्टिज जे छ त्यही हो, अनि बीको प्रपर्टिज के हो? ए को प्रपर्टिज जे छ त्यही हो। यसको मतलब ए इज इक्वल टु सी लेख्न मिल्छ? मिल्छ। यहाँनिर के भयो भन्दाखेरि अब मानौँ है, मानौँ के भनेर भन्दाखेरि ए भन्नेबाट इनहेरिट गरेर बी बनाएँ, बीमा चाहिँ अलिकति प्रपर्टिजहरू चेन्ज गरिदिउँ कि क्लासको रिक्वायरमेन्ट अनुसार हामीले प्रपर्टी चेन्ज गरिदिउँ। त्यही पनि यो यसबाट डिराइभ भएर यो इनहेरिटेन्समा पऱ्यो है। अनि हामीले चाहिँ बीबाट सी भन्ने डिराइभ गऱ्यौँ। के गर्यौँ? बीबाट सी भन्ने डिराइभ गऱ्यौँ। हो त्यही भएर यसलाई चाहिँ मल्टिलेभल इनहेरिटेन्स भनिएको हो है। ल अब त्यसपछि मल्टिलेभल इनहेरिटेन्स पछि के आउँछ? अर्को आउँछ हाइब्रिड इनहेरिटेन्स अर भर्चुअल इनहेरिटेन्स है। अब यसलाई कसरी बुझ्ने त? यो लास्ट टाइप है। गाडी आयो, गाडी टरक आयो, ट्रक। बसमा जाने पैसा छैन, मकै खाने हो, ट्रकमा जाने हो। ओके, यो चाहिँ के हो? HYBRID हाइब्रिड अर भर्चुअल है। अब हाइब्रिड भन्नासाथ के थाहा हुन्छ? भन्दाखेरि यो चाहिँ मिक्सर हो कि अरू इनहेरिटेन्सवाला टाइप, अरू इनहेरिटेन्स टाइपको मिक्सर हो। मतलब यसमा के को मिक्सर छ? यसमा सबभन्दा पहिला के छ? एकछिन यसमा सबभन्दा पहिला अरू कहाँ गयो? हो यो कुन हो रे? मल्टिपल इनहेरिटेन्स है। हेर्ने पहिला डायग्राम सम्झिने कि यो मल्टिपल इनहेरिटेन्स हो कि होइन, यसको बाबुआमा मतलब यसको दुईवटा प्यारेन्ट क्लास छ कि छैन? हो छ। दुईवटा प्यारेन्ट क्लासबाट एउटा चाइल्ड क्लास ऊ भयो डिराइभ भयो भनेपछि यो मल्टिलेभल इनहेरिटेन्स एउटा छ। अनि त्यसपछि अर्को के छ? हिरार्किकल इनहेरिटेन्स छ कि छैन? यसमा मल्टिलेभल मल्टिपल भने मैले मल्टिपल भने, अनि मल्टिलेभल पनि छ। किन मल्टिलेभल छन् भन्दाखेरि एबाट सी बन्यो, एबाट बी र सी बन्यो, बी र सीबाट डी बन्यो नि त। मल्टिपल लेभल छ कि छैन? एउटा लेभल, दुईवटा लेभल, तेस्रो लेभल छ कि छैन? हो मल्टिपल लेभल है। अनि त्यसपछि अर्को चाहिँ के हुन्छ भन्दाखेरि हेराइकलमा के हुन्थ्यो? एउटा प्यारेन्टको निकै चाइल्डहरू हुन्थ्यो नि त। हो धेरै चाइल्डहरू छ, बी भन्ने छ, सी भन्ने छ, र बी भन्ने र सी भन्नेको अर्को चाइल्ड के छ? डी भन्ने छ है। अब यसको चाइल्ड यो हो, यिनीहरूको चाइल्ड यसको लागि प्यारेन्ट क्लास बी र सी भयो डीको लागि, अनि बी र सीको लागि चाहिँ प्यारेन्ट क्लास के भयो? ए भयो। यसरी हामीले इनहेरिटेन्स भन्ने कुरा बुझ्यौँ है। अब यसको सबैको मैले चाहिँ यसमा चाहिँ एकदम रफली एक्सप्लेन गरेको छु कि। अब यसको पिडिएफ चाहिए चाहिँ तपाईँहरूलाई पिडिएफ चाहिए चाहिँ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको एडभान्टेज डिसएडभान्टेज बेनिफिट्स सहितको होइन। अनि यो फिचर्सहरू चाहिँ आउने हो कि मेनली यो फिचर्सहरू चाहिँ सोध्छ, त्यही भएर यो मात्रै एक्सप्लेन गरेँ कि अरू सिम्पल छ टर्मिनोलोजीहरू। त्यही भएर इनहेरिटेन्स सक्यो है। अब तपाईँहरूलाई यसको पिडिएफ चाहिए, नोट्स चाहिए, कसलाई भन्ने कमेन्ट गर्ने है। कमेन्ट गर्ने म पठाइदिन्छु। ओके, आई विल मेल यु। अब त्यसपछि जाऊँ एउटा अर्को फिचर चाहिँ म 4वटा फिचर्स मात्रै भन्न गइरहेको छु। एउटा एब्स्ट्र्याक्सन, इन्क्याप्सुलेसन, इनहेरिटेन्स, अनि त्यसपछि अर्को पोलिमोर्फिजम है। पोलिमोर्फिजम पिओ यो ओ हो है, एलवाई मलाई स्पेलिङ थाहा छैन, MORPHIS ओएन पोलिमोर्फिजम है। पोलिमोर्फिजम हो कि पोलिमोर्फिजम है। SIN होला सायद। पोलिमोर्फिजम ल जे भए पनि नोटमा छ है। पोलिमोर्फिजम भनेको चाहिँ के हो त? पोलिमोर्फिजम भनेको चाहिँ तपाईँको अरू केही पनि होइन। सिम्पली यसको उसबाट जाऊँ। पोली भनेको के हो त भन्दाखेरि POLY। पोली भनेको जस्तै बाइनोमियल ट्राइनोमियल भन्छ नि। हो बाइनोमियल भनेको 2 भयो, ट्राइनोमियल भनेको 3 भयो। त्यसरी नै पोली भनेपछि मेनी हो है, MENY मेनी हो। अनि मोर्फिजम, यो मोर्फिजम भनेको फर्म्स है, FORMS फर्म्स। अब यो दुईवटा कम्बाइन गर्नु त मेनी फर्म्स कि मतलब। अब सिम्पली भन्छु है, पोलिमोर्फिजम इज अ concept of OOP or मतलब characteristic of OOP
है द्याट अलोज अब्जेक्ट टु टेक मल्टिपल फर्म्स अर टाइप्स कि मतलब एउटा अब्जेक्टले मल्टिपल फर्म लिने भयो कि मतलब एकदम सिम्पलसँग पानी छ होइन पानीलाई बोतलमा हाल्यो है पानीलाई यो बोतल भयो है यो बोतलको बिर्को भयो है यो बोतलमा हाल्यो पानी टक 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 हाल्यो यो पानीले के को सेप लिन्छ त पानीले बोतलको सेप लिन्छ अब गिलासमा हाल्यो भाइ गिलासमा हाल्यो भने के हुन्छ गिलासको सेप लिन्छ कि लिँदैन हो गिलासको सेप लिन्छ अब त्यसरी नै बुझ्नु पर्दाखेरिमा अब पानी भन्ने एउटा अब्जेक्ट छैन हो त्यो अब्जेक्टले चाहिँ आफ्नो फर्म्सहरू चेन्ज गर्यो नि त हो मतलब कन्डिसन अनुसार फर्महरू चेन्ज गर्यो है त्यसलाई चाहिँ पोलिमोर्फिजम भन्छ कि यो 4 नम्बर हो है पोलिमोर्फिजम भन्छ अब सिम्पली भन्दाखेरि बिहेभ्स इन डिफ्रेन्ट वेज डिपेन्डिङ अन द कन्टेक्स्ट इन विच इट इज युज मतलब कुनै पनि अब्जेक्ट चाहिँ कुन कन्टेक्स्टमा युज गरिरहेको त्यो कन्टेक्स्टको बिहेभ के हो त बिहेभियर के हो त मतलब अब्जेक्टले चाहिँ त्यस्तै बिहेभ गर्छ जस्तो चाहिँ कन्टेक्स्ट छ कि जस्तै अब कन्टेक्स्ट यहाँनिर पानीको बोतल भयो नि यहाँनिर गिलास पनि हो त्यही हो कि त्यही अनुसारको आफ्नो फर्म्सहरू चेन्ज गरेर अझै सजिलो तरिकासँग त्यो पिडिएफमा भएको तपाईँहरूले बुझ्नुहुन्छ हुँदैन त्यो बुझाउनलाई म अझै भन्छु है अब यसमा यो एउटा 4 पाङ्ग्रे गाडी हो है 2 पाङ्ग्रे यता 2 पाङ्ग्रे उता है ल यो 4 पाङ्ग्रे गाडी भयो अब गाडीमा के हुन्छ एक्सिलेटर हुन्छ एसिसी एक्सिलेटर हुन्छ हो अब एक्सिलेटर भयो होइन एक्सिलेटर भन्ने एउटा कुनै पनि फङ्सन भयो मानौँ फङ्सन भयो वा मेथड भयो मानौँ होइन अनि त्यसपछि के हुन्छ त गियर हुन्छ नि त GEAR गियर है अब गियर हुन्छ गियर कतिवटा हुन्छ एउटा दुईवटा तिनवटा मानौँ 4वटा अनि अर्को एउटा चाहिँ रिभर्स गियर छ है हो रिभर्स गियर छ अब गियर भन्ने अब्जेक्ट भयो कि मानव गियर भन्ने अब्जेक्ट भयो है अब यो गियर भन्ने अब्जेक्टलाई 1 गियरमा उ गर्दाखेरि मतलब 20 को स्पिडले गाडी अगाडि बढ्छ कुदिरह होइन हो त्यसरी नै अब यो गियर भन्ने अब्जेक्टलाई 2 भन्ने दोस्रो गियरमा सिफ्ट गर्दाखेरि कि मतलब कन्डिसन सेकेन्ड कन्डिसन एप्लाइड भयो कि 2 नम्बरको कन्डिसन एप्लाइड भयो भने अझै छिटो गुड्छ नि त हो अझै छिटो एक्सिलेट हुन्छ त्यही हो कि अब्जेक्टले चाहिँ आफ्नो कन्टेक्स्ट अनुसारको बिहेभ गर्छ कि पोलिमर्फिजमले चाहिँ के भन्छ भन्दाखेरि हाम्रो यो अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङमा चाहिँ हामीले बनाएको अब्जेक्टले चाहिँ के गर्छ त भन्दाखेरि कन्टेक्स्ट अनुसार बिहेभ गर्छ भन्नु हो कि अब यति हो अब एकचोटि रिकल गरौँ है हामी रिकल गरौँ म सर गरेर भनिदिन्छु के छ त अब्जेक्ट ओरिएन्टेड प्रोग्राममा क्लास भनेको के हो ब्लु प्रिन्ट अफ अब्जेक्ट हो है अब्जेक्ट भनेको के हो रियल लाइफ एन्टिटिज द्याट क्यान इन्टरेक्ट है अनि ओओपी चाहिँ किन बनाइएको भनेर भन्दाखेरि प्रब्लमहरूलाई सेभरल अब्जेक्ट ओओपीको कन्सेप्ट चाहिँ किन ल्याइएको भन्दाखेरि प्रब्लमहरूलाई सेभरल डिफ्रेन्ट अब्जेक्टमा डिभाइड गरेर सल्भ गर्न सकियोस् भनेर कि प्रोग्रामिङ प्रब्लमहरूलाई रियल लाइफसँग कम्पेयर गरेर कि है रियल लाइफ इन्टिटिजसँग मतलब अब्जेक्टसँग कम्पेयर गरेर है त्यसको लागि बनाइएको हो अनि त्यसपछि अब ओओपी युज हुने के हो त प्रोग्रामिङ ल्याङ्ग्वेज एउटा जाभा स्क्रिप्ट भयो अनि त्यसपछि C++ भयो अनि त्यसपछि पाइथन भयो अनि अझै टन्नै पनि छन् कि यो कन्सेप्ट युज नगर्ने मतलब हाम्रो स्ट्रक्चरल वा प्रोसिडियर ओरिएन्टेड ल्याङ्ग्वेज थियो नि पिओपी थियो नि हो त्यो हो कि पहिला चाहिँ पिओपी थियो त्यसको पछि चाहिँ ओओपी हो कि यति बुझ्ने है अनि त्यसपछि हामीले के कुरा गऱ्यौँ एब्स्ट्र्याक्सनको कुरा गऱ्यौँ एब्स्ट्र्याक्सन भनेको चाहिँ के हो त भन्दाखेरि युजरलाई चाहिने कुरा मात्रै देखाउने अरू कुरा हाइड गरिदिने कि अरू इन्फर्मेसनहरू हाइड गरिदिने अनि त्यसपछि एब्स्ट्र्याक्सनपछि क्या इन्क्याप्सुलेसनले के गर्छ त भनेर भन्दाखेरि के गर्छ इन्क्याप्सुलेसनले के गर्छ एउटा क्लासमा भएको मतलब इन्क्याप्सुलेसन सिम्पली डाटा वा एट्रिब्युट र मेथड्सलाई बाइन्ड गरिदिन्छ र एउटा क्लास फर्म गर्छ एउटा सिङ्गल युनिट फर्म गर्छ क्लास 1 भन्ने फर्म गर्छ त्यो चाहिँ किन गर्छ भन्दाखेरि सेक्युरिटी पर्पजको लागि गर्छ अनि यसले डाटा रिडन्डेन्सीहरू घटाउँछ होइन अनि अर्को चाहिँ के हो भनेर भन्दाखेरि डाटा रिडन्डेन्सीहरू घटाउँछ त्यही हो डाटा रिडन्डेन्सीहरू घटाउँछ अनि सेक्युरिटीको लागि भयो अनि त्यसपछि आयो इनहेरिटेन्सले के हो भन्दाखेरि हामीले जस्तै एउटा कोडको ब्लकहरू एउटा कोडलाई युज गरेर एउटा क्लास बनायौँ त्यो क्लासलाई
धेरै क्लास बनाउनुपर्छ नि त होइन। क्लास धेरै बनाउनु पर्दाखेरि एउटै क्लासबाट चाहिँ डिराइभ गरेर अरू क्लास बनाउन सकिन्छ भन्ने बुझ्यौँ कि। अनि त्यसको इनहेरिटेन्सको टाइपहरू बुझ्यौँ, सिङ्गल इनहेरिटेन्स, मल्टिपल इनहेरिटेन्स, मल्टिलेभल इनहेरिटेन्स, हेराइकल इनहेरिटेन्स, अनि हाइब्रिड इनहेरिटेन्स होइन, इनहेरिटेन्स है। अनि त्यसपछि इनहेरिटेन्सपछि पोलिमोर्फिजमको बारेमा बुझ्यौँ कि। अब तपाईँहरूलाई चाहिँ यसको सर्ट नोट्स चाहिन्छ भने, सर्ट नोट्स वा पिडिएफ चाहिन्छ भने पिडिएफ चाहिँ मसँग छ, मलाई चाहिँ मेरो सरले प्रोभाइड गर्नुभएको थियो, त्यो चाहिँ म तपाईँहरूलाई प्रोभाइड गरिदिन्छु। जस्ट कमेन्ट डाउन है। ओके, थ्याङ्क यू, आई होप यु अन्डरस्ट्यान्ड। डोन्ट फर्गेट टु गिभ फिडब्याक इन कमेन्ट्स है।